शान्ति। मिठा बाबा आउनु भयो पढ सिकाउन, यो संसारको नदी पार लगाउन। तिमी भन्नु बाबा तिमी बिना के हुँ म, तिमी नै त हौ मेरो पारको किनारा। बाबा भन्नुहुन्छ प्यारा बच्चा तिमी मेरो हात बन्नु। मद्दतगार बिना स्वर्ग कसरी बस्ने, जो आज सहयोग गर्छन् भोलि आधा कल्प कहिल्यै राय लिँदैनन्। तिमी मद्दतगार बन म तिमीलाई बनाउँछु, जसले स्वर्ग बसाउने सामर्थ्य पाउँछ। म महान तिमी मार्फत महान काम गर्छु, तिमी नै मेरो आशा मेरो रात बन्छु। रावणले बनायो बेसम्झमान, अब बाबा बनाउँछन् दिव्य रत्न। कति ठुलो परीक्षा पास गर्छौ पढाउने को हो भनेर सोच हे बच्चा। बाबा भन्नुहुन्छ तिमी पारसनाथ हौ, आत्मा शुद्ध भयो भने सबै सुन जस्तो चम्किन्छ। काँडाबाट फुल बनाउँछु म तिमीलाई, मेरा बच्चा मेरो बगैँचा सुगन्धित बनाऊ। माया त बक्सिङको मैदान हो, जो जित्छ ऊ जगत जित कहलाउँछ। हर खानेलाई कालो मुख भनिन्छ, नाम बदनाम हुन्छ पुण्य घट्छ। मायाबाट हार नखाऊ हे रुहानी पहलमान, देह भान भूल याद गर भगवान। सतो प्रधान बन्नु तमो प्रधान में त, एक शिव बाबा को यादमा हर कदम सेता। बाबा भन्नुहुन्छ बिन सेवा जीवन छैन, सुत्दा पनि शान्तिको कम्पन फैलाऊ। अनुहारबाट झल्कोस् आनन्दको भाइबा, कर्मद्वारा सेवा गर यादको स्मृति ल्याऊ। हर संकल्प हर कर्म हर वृत्ति सेवा, सेवाधारी नै मेरो साँचो माया। जहाँ सेवा छ त्यहाँ तिमी हुनु, जहाँ तिमी छौ त्यहाँ म उपस्थित छु। भित्र बसो खुसी अब घर फर्कनु छ, शान्ति धाम सुख धाम हाम्रो गन्तव्य छ। बाबा ओबिरियन्ट टिचर भएर सिकाउँछ, लायक बच्चा सपुत बन्न बनाउँछ। भक्तिले जसले खोजे ज्ञानले त्यो भेटिन्छ, ज्योति ज्योतिमा मिल्ने समय आयो। आफ्नो घर आफ्नै बास फर्किन्छ। बाबा भन्नुहुन्छ शान्तिको शक्ति बोल भन्दा सूक्ष्म हुन्छ। संकल्पद्वारा फैलाऊ
अब समय आउँछ बानी होइन वृत्तिद्वारा सेवा गर्न। बानी जस्तो अभ्यास गरे जस्तै अब शान्तिको अभ्यास गर निरन्तर। मनसाद्वारा शक्तिको प्रयोग गर, विश्वमा फैलाऊ माया र शान्तिको सुगन्ध। बाबाका मद्दतगार निरन्तर सेवाधारी, यादमा चल्दै जाने प्रेमको यात्रारी। बाबाका मद्दतगार मायाजित पहलमान, शान्तिको शक्ति रूहानी मुस्कान। मीठे मीठे बच्चा मेरो याद प्यार लिऊ, सेवा र योगलाई जीवन बनाऊ।